सबैजनालाई नमस्कार। म विराज भक्त श्रेष्ठ, प्रतिनिधि सभा सदस्य, काठमाडौँ क्षेत्र नम्बर 8 बाट प्रतिनिधित्व गर्छु। यही वैशाखको 19 गतेदेखि 27 गतेसम्म बद्रीनारायण प्राण प्रतिष्ठान हुन गइरहेको छ र हाम्रै उपत्यकामा एउटा धार्मिक आध्यात्मिक एउटा सबैजनाको पवित्र भावनाले एउटा कार्य हुँदैछ। त्यसमा म तपाईहरु सबैजनालाई चाहिँ हार्दिक आमन्त्रण पनि गर्न चाहन्छु। आध्यात्मिकको हिसाब गर्ने हो भएदेखि अहिले मान्छेहरू भनौं न हाम्रा नेपाली दाजुभाइहरू पनि संसारका विभिन्न ठाउँमा चाहिँ यसको लागि जानुहुन्छ, तर हाम्रै क्षेत्रमा पनि हाम्रै उपत्यकामा नेपालमा पनि अहिले नयाँ युगमा पनि यसरी चाहिँ प्राण प्रतिष्ठान गरेर एउटा आध्यात्मिक केन्द्रको शुभारम्भ हुँदैछ हैन। यो साच्चीकै एउटा महत्त्वपूर्ण विषय पनि हो। अहिले तपाईहरुले हेर्नु भने संसारमा नकारात्मकता एकदम धेरै छ र मान्छेहरू बिस्तारै अलिकता आफू को होबाट टाढा गइरहेको बेला यसरी एउटा आध्यात्मिक केन्द्रमा चाहिँ कामहरू हुँदैछ। त्यसको लागि तपाईहरु प्रियजन परिवारजन सहितै हाम्रो यस क्षेत्रमा भइरहेको एउटा गौरवशाली विषय पनि हो यो हैन। बाहिर बाहिर चार धाम गएको जस्तो अब बिस्तारै हाम्रै ठाउँमा पनि यस्ता निर्माणहरू भइरहेकोमा चाहिँ तपाईहरु सम्पूर्णलाई र परिवार सहित प्रियजन सहित चाहिँ यो ठाउँमा आमन्त्रण गर्छु। नेपालको जय होस्।